ससाना कामहरूबाट नै ठूलो काम गर्न सकिन्छ, अर्थात् साना साना साहित्यिक कर्म नै बृहत साहित्यिक कार्यको आधार बन्दछ भन्ने मान्यता अनुसार विश्व नेपाली साहित्य महासङ्घले विभिन्न प्रकृतिका दर्जनौं कृतिहरू प्रकाशन तथा वितरण गर्दै आएको छ। त्यही सिलसिलामा यसपटक विद्यावारिधि गर्दै रहनुभएका टङ्कप्रसाद उप्रेतीद्वारा लिखित श्रद्धेय प्रजातन्त्र प्रेमी गान्धीवादी नेता खनुपरिदे रामबाबु प्रसाईज्यूको व्यक्तित्व तथा कृतित्व र राष्ट्रियता, प्रजातन्त्र र मानवता भन्ने पुस्तक प्रकाशनमा ल्याएको छ। वर्तमानको जरा पहिल्याउन मात्र होइन, भविष्य देख्न पनि इतिहास चाहिन्छ। त्यसैले यस कृतिमा ऐतिहासिक व्यक्तित्वको सम्बन्धमा महत्त्वपूर्ण व्यक्तिहरूबाट स्मरण, सम्झना तथा उहाँको योगदानका बारेमा दस्तावेजहरू दिनुभएका छन्। यो पुस्तक आफैमा एक पूर्ण दस्तावेज बनेको छ। हामी स्वयंले राम्रो काम गर्नु मात्र पूर्णता होइन, राम्रा काम गर्ने अग्रजहरूको सम्झना र सम्मान गर्नुले मात्र हाम्रो जिम्मेवारी पुरा हुन सक्दछ। तसर्थ यो कार्यको लागि अहोरात्र खटिनुहुने लगायत यो कार्यमा शरीक सबैजना धन्यवादका पात्र हुनुहुन्छ। विगतलाई निहाल्दा शासक वर्गबाट इतिहासका पुस्तकहरू जलाएको तितो इतिहास समेत पाउँदछौँ। फलत धेरै समुदाय र स्थानको इतिहास लोप भएको स्थिति छ। सही इतिहासलाई कुल्चिएर अतिक्रमण समेत भएको पाउँछौँ। त्यसैले यो कृतिले महत्त्वपूर्ण इतिहासहरूलाई चुस्त र दुरुस्त राख्दै वास्तविक इतिहासलाई जोगाइराख्नेछ भन्ने अठोट विश्व नेपाली साहित्य महासङ्घले लिएको छ। यो पुस्तकले अघिल्ला इतिहासका ठेलीहरूमा नसमेटिएका अति महत्त्वपूर्ण कुराहरू पनि समेटिएको छ। यस्तो कृति प्रकाशन तथा वितरणको जिम्मा पाउनु महासङ्घको लागि पनि सौभाग्यको कुरा हो। त्यसैले सम्बन्धित पक्षसँग हामी आभार व्यक्त गर्दछौँ। साथै महासङ्घका सम्पूर्ण परिवारबाट आवश्यक सहयोग गर्न आग्रह समेत गर्दछौँ। समस्त पाठक वर्गहरूबाट स्वास्थ्य सल्लाह सुझावको आशा गर्दछौँ। यो पुस्तक समीर ग्राफिक डिजाइन एन्ड प्रेसबाट छापिएको हो भने कम्प्युटर डिजाइन तथा टाइपिङको जिम्मा लिइदिनु भएकोमा एभरेस्ट डिजाइन एन्ड कम्युनिकेसन सेन्टर शान्तिनगर काठमाडौँलाई धन्यवादको साथ पुनः लेखक टङ्कप्रसाद उप्रेतीज्यूप्रति आभार प्रकट गर्दछौँ। साहित्यकार टङ्कप्रसाद उप्रेतीद्वारा लिखित राष्ट्रियता, प्रजातन्त्र र मानवता एवं राष्ट्रियता र प्रजातन्त्रप्रति सदा समर्पित व्यक्तित्व खनुपरुदे रामबाबु प्रसाई नामक कृति, दुईवटा कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले विमोचन गर्दै प्रसाई आदर्शवादी चिन्तनशील व्यक्ति भएको उल्लेख गर्नुभएको थियो। उहाँले भन्नुभयो, प्रसाई गान्धीवादी, शान्तिवादी र मिलनसार व्यक्ति हुनुहुन्थ्यो। पूर्व सभामुख तारानाथ राणावादले प्रसाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा सधैँ दृढ भएर लाग्ने व्यक्ति भएको बताउनुभयो। त्यसैगरी वामपन्थी नेता राधाकृष्ण मैनालीले उहाँ राजनीतिमा आफ्नै विचारमा अडिग रहने व्यक्ति भएको उल्लेख गर्नुभयो। कार्यक्रममा पूर्व मन्त्री दीनबन्धु अर्याल, नन्दकुमार प्रसाई, पूर्णकुमार शर्मा, मीना पाण्डे, झलकनाथ अर्याल, सांसद ऋषिबाबु परियार लगायतले प्रसाईको सिद्धान्त, निष्ठा, राम्रो व्यवहार र प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने व्यक्ति भएको बताउनुभयो। उक्त विमोचन कार्यक्रममा समाजसेवी अग्रज इन्जिनियर पीपी अधिकारी ज्यूलाई सम्मान गरिएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य योगेश अधिकारीले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन प्रेम प्रसाद उप्रेतीले गर्नुभएको थियो। कार्यक्रमको अन्तमा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका उपाध्यक्ष तथा कार्यक्रमको सभापति सागर श्रेष्ठज्यूले कठिन परिस्थितिको बावजुद पनि उपस्थित भएर कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गरेकोमा सबैले धन्यवाद दिनुभएको थियो। साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई एकमुष्ट धन्यवाद साथ पत्रकारहरूलाई विशेष धन्यवाद दिँदै विजयादशमीको शुभकामना केन्द्र र व्यक्तिगत रूपमा दिनुभएको थियो।